म कल्पना घिमिरे माता तीर्थ औँसी पनि नजिकै गरेको अवसरमा म एउटा आमा सम्बन्धी कविता लिएर उपस्थित भएको छु। मेरो कविताको शीर्षक छ आमा र जन्मदिन। कविता यसरी सुरु हुन्छ। आमा यो त्यही दिन हो आज जुन बेला तिमी हड्डी टुटे झैं पीडा सहँदा पनि खुसी थियौ। आमा यो त्यही दिन हो आज जुन बेला तिमी हड्डी टुटे झैं पीडा सहँदा पनि खुसी थियौ। शरीरका सारा अङ्ग प्रत्यङ्गमा हुने सारा शक्ति एकैचोटि एकै ठाउँमा प्रयोग गर्दा पनि तिमी असफल भइरहेकी थियौ। मलाई थाहा थिएन आमा तिम्रो बल कमजोर हुँदा अर्को झन् बलवान भनेर तिमीलाई परास्त गर्न आउँदैछन् भनेर। मलाई थाहा थिएन आमा तिमी कमजोर हुँदा अर्को तिमीलाई परास्त गर्न आउँदैछन् भनेर। थिए त केवल तिम्रो पीडा बुझ्ने ती आँखाबाट झरेको पानी र शरीरबाट बगेको नुनी र झोललाई मात्रै थाहा थियो केवल तिम्रो पीडा। किनकि म ती तिम्रा पीडा बढेसँगै बढ्ने र घटेसँगै घट्ने गरिरहेका थिए। आमा ती दुःख मैले के बुझ्न सक्थेँ र म त साल र नालले बेरिएर डल्लो परिरहेको थिएँ। साँझ बिहानको अगरबत्तीको धुवाँले म तिमी भित्रै निसासिएको बेला तिमीलाई मिल्ने ईश्वरीय शक्ति आज तिमी पल पल जन्म या मृत्यु बीच सङ्घर्ष गरिरहँदा तिम्रो भगवान केमा व्यस्त छन् आमा। आज तिम्रो भगवान केमा व्यस्त छन् आमा। धरतीमा ल्याउने तिम्रो जिम्मा पुरा गरे झैं एकाएक तलमाथि गरेर छटपटाइरहेका हात तिम्रा भुइँकै सिरानी लगाएर निधाए। तिम्रा जुन चितकार थिए ती बिस्तारै मलिन हुँदै गए। त्यसैले त म आतुर थिएँ आमा तिम्रो त्यो पीडा पछिको खुसी हेर्नका लागि। जब मैले यो संसार चिहाउने प्रयत्न गर्दै थिएँ तर तिमी भने बिस्तारै चिम्लँदै थियौ। तिमी त त्यही पीडासँगै अब कहिल्यै पीडा भोग्नै नपर्ने भयौ। अब त्यो चितकार फेरि यो धरतीमा कहिल्यै नसुनाउने भयौ। फेरि भगवानसँग अब कहिल्यै केही नमाग्ने भयौ। आमा तिमी त चिर निन्द्रामा गयौ तर मलाई बिउजाएर आज म बाँचेर पनि मरेतुल्य छु। हेरेर पनि अन्धकारमै छु। न तिमी छौ न भोक मेटाउने तिम्रो न्यानो छाती छ। आज त्यही दिनको उत्सव रहेछ आमा तिम्रो अनन्त यात्राको प्रस्थान र मेरो जीवनारम्भ। धन्यवाद।